आजको भ्लग सुरु गर्दैछु म। आज चाहिँ म त गाउँ आएको छु। गाउँ मतलब मेरो बिहे गरेको घरमा आएको छु अनि जाँदैछु। बाटोमा छु अहिले चाहिँ। अनि हामी जाने बाटो चाहिँ यस्तो छ। पुरै हिजो ठुलो पानी आएको थियो नि त। हिजो पानी आएर यस्तो पुरै पल खोलिएर यस्तो भएको छ बाटो चाहिँ। अप्ठ्यारो बाटो भएको छ। मतलब मेन रोडै हो। मेन रोड भए पनि यसमा त्यति धेरै गाडी चाहिँ चल्दैन। वहाँ नुवाकोट जाने गाडीहरू चल्छ तर पनि अलिक कम चल्छ क्या, त्यही भएर यस्तो छ। यताको गाउँहरू चाहिँ यस्तो छ। पुरै त नुवाकोट यो त पारी देखेको यो नुवाकोट। यतातिर चाहिँ धादिङ नै हो यो। अनि यता यो पुरै नुवाकोट जिल्ला हो। अनि यता चाहिँ नुवाकोट जिल्ला यस्तो छ। अनि त्यहाँ त्यो पारी यो पारीको यो अगाडिको डाँडो चाहिँ हाम्रो मामा घर हो। मामा घर छ यता। अनि म चाहिँ अहिले चाहिँ हाम्रो घर जाँदा हाम्रो घर जाने बाटो चाहिँ यस्तो छ। म हिँडिरहेको छु। अनि आज चाहिँ म एक्लै आएको हो। छोरालाई स्कुल पठाएकोरि खानासाना खाँदेर स्कुल पठाएर खाजासाजा बनाएर अनि स्कुल पठाएको। अनि यहाँ चाहिँ काफलको रुख हो यो। तर काफल चाहिँ धेरै फलेको छ कि छैन थाहा छैन। काफलको रुखहरू यता चराहरू आउँदैछ काफल खानलाई होला सायद। टाढा आइरहेको छ। अनि यहाँ चाहिँ एउटा मन्दिर छ। यहाँ हामी जाने बाटोमा त मन्दिर पनि छ। फुलहरू यति राम्रा फुलहरू फुलिरहेको छ। यस्तो के को फुल हो तर त्यो त थाहा छैन मलाई। दामी फुल फुलेको यहाँ। यस्तो दामी फुल फुलेको। यो मन्दिर चाहिँ यस्तो छ। दामी बनाउनु भएको छ। यता चाहिँ यस्तो राम्रो बस्तीहरू बनाउनु भएको छ। बस्तीहरू छ। यता चाहिँ घर छ हाम्रो। घर छ। म जाँदैछु घरमा। यता मुनिपट्टि छ हाम्रो घर। चाहिँ बाटो यताबाट म चाहिँ यताबाट जाँदैछु। जम्मै घाँसै घाँस रे। यो अदुवा कि बेसार मम्मी हो सबै? ए हजुर त्यही भने म चाहिँ यस्तो बाटोहरू जाँदैछु। बाटो डेन्जर भएको छ। पहिरो पानी आएर अलिअलि पानी आउँदा यस्तो भएको छ। झन् धेरै ठुलो पानी आयो भने त के हुन्छ। ओहो अनि यहाँ ऐसिलो पनि पाकेको रहेछ नि त। यति धेरै मतिर लागेको छ ऐसिलो। यहाँ फुल पनि फुलेको छ। यहाँ ऐसिलो फलेको छ। मिठो ऐसिलो। फाइनली हाम्रो घर आइपुग्यो। देखेको सानो घर हाम्रो हो।